गाइस यहाँ प्लम्बिङको काम पनि काटेर पाइपिङ गरेर भइएछ। हेर्न सक्नुहुन्छ यो कन्सिल कप लगाएको छौँ। अनि यतातिर तपाईको गिजरको पोइन्ट छ हेर्न सक्नुहुन्छ। अनि यतातिर बेसिन बस्छ। यहाँ बेसिन पछि दिएको छैन, यहाँ सोलिङ गरेपछि दिने हो। अनि त्यसपछि यता कोठाको बोर्ड हेर्न सक्नुहुन्छ। बोर्ड भयो कटिङ गरेर फिटिङ गरेर। यो होल्डरको पोइन्ट हो, स्विच बोर्ड, पावर सकेट। त्यसपछि यो चाहिँ अब यहाँ गल्लीको र बाहिरको छ। अनि त्यसरी गरेर यता कोठाको पनि स्विच बोर्ड, पावर सकेट, माथि होल्डर पनि भइएछ। अनि यतातिर चाहिँ एमसिबी बक्स, पावर सकेट, स्विच बोर्ड। यो हल कोठा हो। अनि यो किचन कोठा हो। किचनमा पनि सिंगल पावर सकेट, डबल पावर सकेट। त्यसपछि यता माथिदेखि हामीले ल्याएको ल्याछौँ। ट्याप भेन्टिलेसनले गाह्रो गराउ के। अनि त्यसलाई फेरि यस्तो 45 लगाएर यता तल ल्याएर यो सिङ्कको लागि छ। अनि यतातिर पनि पावर सकेट, होल्डरको लागि, स्विच बोर्डको लागि। अनि यतातिर फेरि टिभी ऱ्याकको लागि लगाएको छौँ। लगाइन्छ।